4 वर्ष बीबीएस पहिलो वर्ष 2081 को चाहिँ रिजल्ट प्रकाशित भइसकेको रहेछ। तपाईले पनि आफ्नो रिजल्ट चेक गर्न चाहनुहुन्छ विद्यार्थी भाइ बहिनीहरू, सो तपाईले चाहिँ यसरी चाहिँ चेक गर्न सक्नुहुनेछ। फर्स्ट अफ अल तपाईले चाहिँ यसै भिडियोको मुनि डिस्क्रिप्सनमा लिंक दिएको रहेछ, त्यहाँबाट तपाईले यसको वेबसाइट दिएको रहेछ हैन, त्यहाँ गएर तपाईले यसको चाहिँ रिजल्ट चेक गर्न सक्नुहुनेछ। सो अनि चाहिँ तपाईले यस्तो इन्टरफेस आउनेछ, सो हेर्न सक्नुहुनेछ। यस्तो इन्टरफेस आइसकेपछि तपाईले फाइनली हैन एक्जाम हैन सिलेक्ट एन अप्सन दिएको रहेछ, योमा चाहिँ तपाईले सिलेक्सन गर्नुपर्ने हुन्छ तपाईको चाहिँ हैन कुन रहेको छ हैन। सो तपाईले चाहिँ बीबीएस फर्स्ट इयर को चेक गर्न भइराखेको छ। सो यसको लागि तपाईले चाहिँ हैन फर्स्ट इयर रेगुलर यहाँ दिएको रहेछ, योमा चाहिँ क्लिक गर्नु होला यानी कि हैन। अनि यसपछि तपाईले चाहिँ प्रोग्राम सिलेक्ट एन अप्सन दिएको रहेछ, यसमा चाहिँ क्लिक गर्नु होला। बीएससी बीएड बीबीएस को रहेको छ, सो हामीले चाहिँ बीबीएस को गर्न गइराखेका छौं, सो चाहिँ क्लिक गर्ने बीबीएस मा यसरी। अनि यसपछि प्रोग्राम ड्युरेसन भनेको तपाईको फर्स्ट इयर रहेछ। अनि सिमल नम्बर तपाईले चाहिँ आफ्नो सिमल नम्बर चाहिँ हाल्नु पर्ने हुन्छ। यसरी सिमल नम्बर हालिसकेपछि तपाईले सर्चमा यसरी चाहिँ क्लिक गर्नु होला। सर्च बारमा क्लिक गरिसकेपछि तपाईको यस्तो इन्टरफेस आउनेछ, सो हेर्न सक्नुहुनेछ हैन। सो के जिज्ञासा छ भने तपाईले यसै भिडियोको मार्फत कमेन्टमा दिन सक्नुहुनेछ। हामी छिट्टै नै भेट्ने छौं अर्को नेक्स्ट भिडियोमा। सोलोको लागि बाइ बाइ, नेपाल।